म भ्याउँदिनँ ल सरी म काममा गएको भ्याउँदिनँ रहेछ ढिलो हुन्छ मलाई एउटा काँडा खान त हुँदैन बाई बाई। हेलो गाइज के छ खबर मेरो चाहिँ ठिकठाक छ है अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने कामना गर्दछु। अनि गाइज मेरो आजको दिनको सुरुवात हुन्छ बिहान उठ्नबाट। अनि सो गाइज म उठ्दाखेरि चाहिँ 8:30 भइसकेको थियो। फाइनली गाइज म उठिसकेर चाहिँ अनि कुखुरा लास्टै कराएको थियो। किन करायो भनेको त अन्डा दिए। अनि स्वागत छ तपाईँहरूलाई मेरो 100 डेज मिनी भ्लग च्यालेन्जमा। अनि आज चाहिँ डे 11। सो गाइज बिहान उठिसकेर तातो पानी चिया खाइसकेपछि चाहिँ मेरो गाई सार्ने समय भएको थियो। अनि मैले चाहिँ गाई सार्नको लागि भान्जालाई साथी लिएँ। अनि भान्जाले चाहिँ बाख्राखोर भित्र पसेर यो बाख्रा फोर्न सघाएँ। अनि गाई भान्जाले चाहिँ बाख्रा हेर्नु न कस्तो मजाले बाँध्दैछन्। अनि म चाहिँ यता भिडियो बनाउँदै बाख्रा चाहिँ हाम्रोमा धेरै छ गाइस किन्ने मान्छे कोही हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ गाइस। म फोन नम्बर पनि हालिदिन्छु। यस्तो गाई यता चाहिँ मम्मीले खोले खुवाउनु हुँदै थियो मैले चाहिँ गाई फुकाएर ल्याउने काम मेरो। अनि मैले यता गाई साई ल्याइसकेपछि फाइनली गाई चाहिँ मैले आज भात सब्जी गर्नुपर्ने थियो किनकि बहिनी आज कोचिङ गएको थिएँ त्यसैले आज मैले पकाउनु पर्ने भएको थियो। अनि मैले भात सब्जी गर्न थाल्दाखेरि चाहिँ 9 भइसकेको थियो। अनि गाई चाहिँ फर्स्टमा चाहिँ मैले भातको साटो दाल पकाउन थालेँ किनकि दाललाई धेरै टाइम लाग्छ। अनि दाल पकाउनको लागि चाहिँ मैले आलु सालु काटकुट गरेर यसलाई भुट्न थालेँ मजाले पनि थियो है गाई साथी त चना पनि अनि हालेर मैले भुट्न थालेँ। अनि यसलाई चाहिँ रेसिपीहरू हालेर यसलाई मार पारेर बुटबाट पारेर मैले भुट्न थालेँ। अनि गाई चाहिँ यसलाई चाहिँ यो मिक्स पाउडर यसमा चाहिँ गरम मसला पनि हालिदिइहालेँ गाइज। अनि यसलाई चाहिँ एकछिन चलाएर मैले माथिबाट के लसुनको पत्ताहरू हालिदिइसकेँ। अनि लसुनको पत्ता हालिदिएपछि माथिबाट गार्निस धनियाँ फ्लेभरको लागि हालिदिएँ। अनि यो सिटी लगाएर रेडी भइसक्यो दाल। अनि यसलाई चाहिँ साथीहरू भात पकाउँदै थिएँ। अनि फाइनली गाइस मैले चाहिँ भन्दै थिएँ नि अन्डा पारेको छ कुखुराले धेरै भनेको छ नि मम्मी चाहिँ ओथारा दिने भन्नुहुन्छ। अनि हामीले चाहिँ 2-3वटा अन्डा पकाएर खाइदिइहाल्यौँ। अनि अझै यत्रो अन्डा खाँदा पनि यत्रो धेरै रहन्छ कि गाइस। अनि यता चाहिँ गाइस मैले भातसँग खानको लागि दही सोही मोही सोही पारेर रेडी पार्नलाई सुरु गरेँ। अनि दही चाहिँ हाम्रो यस्तो भएको थियो गाइज। अनि मैले चाहिँ छाली छाली काटेर त्यसको मोही बनाएँ। अनि गाइज घिउ निकालेँ। मेरो सधैँको काम चाहिँ त्यही हो। अनि गाइज अनि म ड्युटीतर्फ लागिसकेँ। अब चाहिँ म कामतर्फ लागिसकेँ। मैले बिहानको काम सबै सकेर अहिलेको चाहिँ बजेको छ 11। अनि म चाहिँ 11:30मा मेरो ड्युटी सुरु हो होइन। अनि म र मेरो बसन्ती चाहिँ कामतर्फ लाग्यौँ हेर्न सक्नुहुनेछ। अनि यता यस्तो भ्यू खतरा भ्यू हेर्न सक्नुहुनेछ होइन बबाल भ्यू छ। अनि यहाँ भान्जा कहाँ पुगिरहेको बयार किन कहाँ गाई चाहिँ बयार फलिरहेको होला कि त्यही भएर निकालिदिनु म भ्याउँदिनँ ल सरी।